फाइनली आइपुग्यो होइन हाम्रो दादाको रुम पनि। खाएको छैन नि हो होइन नि मलाई यहाँ पूजा गर्दैछ उता हाले ल यहाँनिर पूजा गर्दैछ है क्यान्डलहरू। हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू व्लग अगेन होइन। अन्तखेरि आज चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ म यसो अन्तखेरि अस्तिदेखिको नाम्ची जाउँ भनेको थिएँ नि त होइन उदय दाकोमा। अन्तखेरि आज चाहिँ उदय दाकोमा जान्छु अन्तखेरि अस्ति नै उदय दा आउँदाखेरि नै भन्दै थियो आइज ल भनेकन इक्जाम हुँदै थियो र म जानु पाएको थिइनँ। सो आज चाहिँ फाइनली इक्जाम सकेको चाहिँ हाम्रो 12, 13, 14, 15, 16 4 दिन भइसक्यो। 12, 13, 14, 15, 16 4 दिन त भइसक्यो। 4 दिन भइसक्यो होइन। सो खास गरी चाहिँ म 14 तारिकै जाउँ भनेको होइन। 14 तारिक चाहिँ होली परेछ कि होलीमा हाम्रो जान्दिँदैन उयो कुनै के सङ्क्रान्तिहरूतिर बार्छ होइन। अन्तखेरि सन्चबार पनि हाम्रो बार्छ घरदेखिको बाहिर जानु दिँदैन हो। घरमा चाहिँ गाउँमा चाहिँ डुल्नु दिन्छ तर घरदेखिको बाहिर जानु दिँदैन। यो उहिलेको परम्परा हो अझै पनि मान्ने गर्छ हाम्रो घरमा चाहिँ होइन। सो म चाहिँ हुन्छ नि अहिले फिलहालमा चाहिँ रोड आइपुग्यो कि तर अलिक गाडी चाहिँ पर्खिनै पर्छ कि यहाँको रुलै त्यस्तो गाडी पाइहाल्दैन हो। बस्ने जग्गाहरू पनि सेरी हो होइन यहाँतिर। अब मम्मीसँग होइन मम्मीले जोरथाङसम्म जान्छु भन्दैछ उसको बोजू आमाको सामान छ। अन्तखेरि त्यहाँदेखिको अघि उदय दालाई कल गरेँ उदय दा चाहिँ अब सुतिरहेको छ कि अब गइकन अब नाम्ची पुगिकन चाहिँ कल गरिकन चाहिँ आइपुग्यो भने यिनीहरू चाहिँ आउँछ होला कि ल्याउनु आधा जग्गा यहाँ छ पहिला बसेको नि त गोली खेल्दाखेरि हो ट्रायल गर्दाखेरि बसेको अब के हुन्छ होइन। हेर्दै गर्नुहोस् फुल ब्लग डेली ब्लग। हामीले चाहिँ मेहनतले गाडी पायौँ। जोरथाङदेखि नाम्ची जाने हो। गाडी चाहिँ मेहनतले पाइयो कि अघि निक्लेको हुन्थ्यो जस्तो लागेको नि। जोरथाङसम्म पुऱ्याउनु पनि पर घरमा अलिकति सामान पुऱ्याउनु छ कि दाजु अलिक बिसन्त छ कि म र मम्मी चाहिँ यहाँ गाडी स्ट्यान्ड चाहिँ आइपुग्यौँ कि भर्खर। अब नाम्चीको गाडी खोज्नुपर्छ यहाँ तर चाहिँ आई लभ सिक्किम भन्ने छ कि के हो जोरथाङ जोरथाङ रहेछ सिक्किम पनि छ नि त। यहाँनिर सब्जीहरू किन्दैछ। चाहिँ हुन्छ नि अहिले फिलहालमा नाम्ची चाहिँ आइपुग्यो कि तर अलिकति ब्लग बनाउनै बिर्सेछ गाडीभित्र चाहिँ तर पनि गाडीभित्र प्याक थियो नि त। नाम्ची हल्का सामान बोकिरहेको छ कि एकपट्टि गरम भइरहेको छ त्यही भएर यता आफ्नो फेस चाहिँ देखाउनै पाएको छैन। सो यो बाटो जान्छ पहिला गएको नि त तल रुम बस्थ्यो नि त एकपल्ट बस्यो अझै हुन्छ नि उतल चाहिँ कलेज छ हो। अन्तखेरि अहिले चाहिँ फिलहालमा यो कता याद भएन जग्गाको नाम चाहिँ कि पहिला चाहिँ आएको थिएँ। अन्तखेरि अब रोड आइपुग्न आइपुग्यो आँटे जस्तो लाग्यो कि यहाँनिर पहिला हिँडेको नि त केही बदलेको चाहिँ छैन रहेछ कस्तो छ उदय दाको कलेज चाहिँ यहाँ तलै यो जस्तो लाग्यो उदय दाको कलेज कि तल पनि छ जस्तो लाग्यो एउटा हो। अन्तखेरि यहीबाट होइन चढ्ने जग्गा ए हाम्रो उता विश्वास छ यहाँनिर हाम्रो अन्त ए फाइनल्ली आइपुग्यो होइन हाम्रो उता दाको रुम पनि। खाएको छैन नि हो होइन नि मलाई यो चाहिँ हाम्रो उता दाको रुम होइन। उताको रुम चाहिँ यो छैन यहाँ 4 जना सुत्छ हो 2 जना म चाहिँ यहाँ सुत्छु भन्नु नि त्यही हो। यहाँ पूजा गर्दैछ उता हाले ल यहाँनिर पूजा गर्दैछ है क्यान्डलहरू। सो म र हुनुहुँदा चाहिँ अब सलनाथीको रुम गएको होइन। अन्तखेरि म चाहिँ फाइनली आइपुगेको फाइनली त अघि नै भएको मामसाम खाइसकेर चाहिँ बसिकन चाहिँ होइन चटक्कै पहिला चाहिँ उपर बसेको ट्रायल खेल्नु आउँदाखेरि हो हामी खै कता हो सलनाथीको तलहरि यो चाहिँ ट्रनिङ। सो होइन अन्तखेरि अहिले चाहिँ म फिलहालमा रुममा छु
वाचिङ माई भिडियो। अन्तखेरि फेरि नयाँ नयाँ आउनेवाला छ, हेर्दै गर्न सल्लाह। सही सुगा ब्लग। थ्याङ्क यू।